नेपाली व्यक्तिको नाममा जम्मा भएको छ, चाहे त्यो खड्का प्रसाद ओली होस् चाहे त्यो खड्ग प्रसाद ओली होस्, नाम फरक पर्यो, सिग्नेचर फरक पर्यो भनेर भन्ने कुरा आएको छ। त्यो तपाईले नै पाउनुहुन्छ है। फेरि सिग्नेचर गर्नु भन्छ बैंकले, यी अहिले बैंक जानुस्, फरक पारेर सिग्नेचर गर्नुस्, तपाईको खाताको पैसा दिदैन। यो उम्किने काम नगरौँ है, यो समाजको अगाडि उम्क्याउने काम गर्दैन नगरौँ कि चाहिँ खड्का प्रसाद ओली को हो निकाल्नु पर्छ। आज सत्तामा खड्का प्रसाद ओली हुनुहुन्छ, त्यो खड्का प्रसाद ओली को हो, कम्पनीमा भएको त्यो मान्छे नेपालको निकाल्नु पर्यो। यो भ्रम हो, यो भ्रममा हामी नकुदाउँ साथीहरू है। त्यहाँ 3 पुस्ते छ, त्यहाँ पेश गरेका कागजात छन्, नागरिकता छन्, र खड्का प्रसाद ओली भेटिएन अथवा भेटिएको मान्छेको पनि 32 अर्बसम्म निकाल्न सक्ने एउटा चाहिँ के छ हैसियत देखिएन भने को हो त खड्का प्रसाद ओली? लगानीका कुराहरू भन्ने कुरा भन्दैन, गोप्य हुन्छन् लगानीका कुराहरू, किनभने लगानी प्रभावित हुन्छ। हेर्नुहोस्, यसले लगानी प्रभावित हुन्छ। यो कम्बोडियालाई हानि छ। अब यो घटना हुने बित्तिकै कम्बोडियामा लगानी प्रभावित हुन्छ, त्यसले गर्दा कम्बोडियाले दिँदैन। मै पनि कम्बोडियाको राष्ट्रपति हुने भने दिँदैन भनेर भन्छु।